प्रहार गरेर यहाँनिर लिएर लुकाएको यहाँ लुकाएको भनेपछि भुइँमा गाडेको थियो। गाडिएको थियो। दर्शकबिन नमस्कार, पब्लिक नेपाल हेर्नुहुने सम्पूर्ण दर्शकलाई स्वागत छ। म विक्रम लिम्बूको। दर्शक आज भने हामी मोरङको उर्लाबारी वार्ड नम्बर 8 मा आइपुगेको छ, जहाँ चाहिँ एकजना व्यक्तिले आफ्नो श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरेका थिए। यो पनि थिए हैन, प्लसमा अब भनौँ बाउ पनि अनि आमा पनि हुन यहाँ भित्रै यसो अलिकति केस परेछ हैन। अब त्यो यसो ठेलाठेल के भयो होला, उनले चाहिँ त्यतिखेर चक्कु निकालेर त्यही बेला हजुर जाने क्रममा बाहिर निस्किने क्रममा हजुर हान्न खोज्दाखेरि चाहिँ छोरीले छेक्दाखेरि आमाको चाहिँ साइडमा हजुर यहाँनिर चाहिँ तपाईँको भनौँ। र यतिखेर हामी तपाईँलाई ब्याकग्राउन्डमा देखाइरहेछौँ यो घटनास्थल, जहाँ चाहिँ आफ्नै श्रीमतीलाई श्रीमानले मापसाई गरेर छुरा प्रहार गरेको थिए, हत्याको प्रयास गरेको थिए। आफ्नै छोराछोरी 5 जनाको सामु हत्याका प्रयास गरेका थिए। पनि कस्तो भएछ भनेदेखि यहाँनिर तपाईँको भित्र चाहिँ हजुर होइन छोरीहरू आन्द्रा त्यो निस्केर पक्रेर बसिराख्नु। भनेपछि यहीँ भित्र चाहिँ डिस्कस परेको थियो उहाँहरूको। भनेपछि यही ढोकामा चाहिँ उहाँले हत्याको प्रयास गरे, छुरा प्रहार गरे। त्यस पछाडि त्यो छुरा चाहिँ यहाँ लुकाउने प्रयास गरे। आफ्नै श्रीमानले सँगै बाँच्ने सँगै मर्ने कसम खाएकी श्रीमतीलाई धारिलो छुरा प्रहार गरेर अचेत अवस्थामा पुर्याएका थिए। दर्शकवृन्द, यति बेला हामी यहाँका स्थानीयहरूसँग, त्यसै गरी उहाँको छोरीसँग, त्यसै गरी उहाँको भान्जाहरूसँग वास्तविक घटना के हो, के कारणले चाहिँ श्रीमतीलाई छुरा प्रहार गरे, यस विषयमा रहेर कुराकानी गर्छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला भन्दै भिडियोतर्फ जान चाहन्छौँ। सबैभन्दा सुरुमा हामी त दाइसँग जोड्न चाहन्छौँ। दाइ नमस्कार। नमस्कार। तपाईँको परिचय दिनु। म भरत कुमार मगर, उर्लाबारी 4 चौबाटो। तपाईँले यो घटना कतिखेर थाहा पाउनुभयो दाइ? मैले 8:05 यो घटना घटेको चाहिँ यहाँ नानीहरू चिच्याएको आवाज आएपछि चाहिँ यो घटनाको चाहिँ थाहा पाएको हो। त्यस पछाडि भनेको अब सबै मभन्दा आइपुग्नुभन्दा म चाहिँ त्यो समय ठ्याक्कै खाना खाँदै थियौँ। खाना खाएको भएको कारणले गर्दाखेरि अनि अब हात पखाएर त्योभन्दा यहाँ भाइहरू अनि साथीहरू चाहिँ मभन्दा अलिक अगाडि आइपुग्नु छ। आउँदाखेरि चाहिँ उहाँले अचेत अवस्थामा भएको फेला पारियो र जुन छुरा प्रहार गर्ने श्रीमानलाई चाहिँ भाइले समाएर हामीले राखिसक्यो। त्यस पछाडि हामीले तुरन्त एम्बुलेन्स बोलाएर एम्बुलेन्समा उहाँलाई चाहिँ ट्रिटमेन्टको लागि अरनिक अस्पतालमा पठायौँ र उसलाई चाहिँ इलाका प्रशासन कार्यालयमा चाहिँ फोन गरी प्रहरीकोमा जिम्मा लगायौँ। त्यही भएर त्यस पछाडि चाहिँ जस अरनिको हस्पिटलबाट थोरै अरू 2 जना नानीहरू अलि अचेत अवस्था बेहोस भएको कारणले उनीहरूलाई त्यहीँ गरेर उहाँलाई चाहिँ पुनः रिफरको लागि रिफर गरेर अरनिक हस्पिटललाई चाहिँ नोबेल अस्पताल विराटनगरमा चाहिँ रिफर गरेको पाइयो। त्यो त के कारण हुनसक्छ दाइ? यसरी आफ्नै श्रीमतीलाई होइन यसरी धारिलो छुरा प्रहार हत्या गर्न खोज्नु कारण चाहिँ के हुनसक्छ दाइ? यो एक हिसाबले हेर्दा यो मान्छे अब हुन त अब छिमेकी भएर बसियो पनि, तर कस्तो भन्दाखेरि पहिलादेखि नै अब अलिक मादक पदार्थ सेवन गर्ने र उसको व्यवहार आचरणहरू एकदम धेरै नै खराबी भएको। हामीले विभिन्न समयमा पनि त्यस्तो झगडा हुँदाखेरि उनीहरू भइदाखेरि हामीले छु टाइम सम्झायौँ कतिचोटि। इभन कि एकचोटि हाम्रो वडा नम्बर 4 का वडाध्यक्ष र जो प्रतिनिधिहरू आएर पनि लक्ष्मीनारायण धिमालज्यूहरू आएर हामी सबै आएर सम्झाएर राम्रो किसिमले पनि गराएका थियौँ। त्यस पछाडि म सुध्रिन्छु, एकखेप इलाका प्रशासनमा पनि खबर गरेर उहाँलाई त त्यसो गर्नुपर्छ। बिचमा चाहिँ उसले के भन्यो भन्दाखेरि म अब सुध्रिन्छु, यस्तो गर्न चाहन्न, मेरो पनि बालबली के अरे परिवार छ भनेर एक आपसमा चाहिँ सुध्रिने मौका दिनुहोस् भनेर हामीले सुध्रिने मौका दियौँ। तर सुध्रिने मौका दिँदा तर यति साह्रो घटना ठुलो यस्तो हुन्छ भने हामीले पनि उ चाहिँ गरेका थिएनौँ। र अब बिचमा एक आपसमा अलिअलि अब त्यस्तो झगडा यसो उ त भइरहन्थ्यो। अब त्यति मात्रै सुन्नमा आएको, मैले यथार्थ उ गरेको होइन। यो मान्छेले धेरै समय पहिला पनि श्रीमतीलाई बच्चाहरूलाई चाहिँ मार्नको लागि मार्ने उद्योग चाहिँ अब हरेक लट्ठीहरू प्रहार गर्ने, अब के अरे यस्तो ढुङ्गाहरू मुढाहरू प्रहार गर्ने। इभन कि एकचोटि उनले श्रीमतीलाई मार्नको लागि फिनेल पनि प्रयोग, खानामा चाहिँ फिनेल पनि प्रयोग गरेका थियो अरे। र कसो गर्दाखेरि फिनेलको गन्ध आएको कारणले गर्दाखेरि थाहा भएर त्यो खाना फ्याँकिएको भने अनि यो कुरो गरेर अब
एक आपसमा परिवारले अब गुपचुप गरे अब हामीले उहाँले परिवार उहाँले पनि अब श्रीमतीले पनि अब केही होला सुध्रेला अब जस्तै उहाँ दिदी हुनुहुन्छ दिदीहरूले पनि सम्झाउनु भएछ अब त्यसो होइन भन्दाखेरि हुन्छ त्यस्तो अब सम्झिन्छ गर्दाखेरि चाहिँ ठिक्क पनि पार्ने तर उसको आचरण एकदम अब बढी मापासे युज गर्ने अनि त्यसरी कुनै एक्टिङ पनि गर्ने बेहुला जस्तो गर्ने खालको र अब यसको आचरण एकदम छ यो मान्छेलाई अब फेरि पुनः पनि यस्तै भएर अब चाहिँ गऱ्यो भने अब श्रीमती त त्यस्तो भएर सायद अब मर्न र बाँच्नमा केही छैन अब उसको आर्थिक अवस्था पनि हामी तपाईँहरूले देखिरहेछौँ अब यसको लागि सबै हामी समाजले सबै आफन्तहरूले सरसहयोगलाई अलि अझै पनि अरू साथीहरूले केही सहयोगको लागि भनेर सङ्कलन गर्दै मेरो घरमा पनि आइपुग्थ्यो अब तर उहाँहरूले चाहिँ अब एक आपसमा साथीहरूले चाहिँ हल्का गरेर तुरुन्तका लागि भनेर केही गर्दै आउनु भएको रहेछ मलाई त्यो थाहा भएन तर पनि पुनः अब गाउँ टोलहरूमा अब भोलि हामी फेरि पुनः यो पल्लो गाउँतिर पनि जाने हाम्रो चाहिँ अब सरसल्लाह भइरहेको छ यसै गरी नै अब उहाँले चाहिँ कसरी हुन्छ बचाउँ तपाईँ हामी सबै मिलेर भन्ने चाहिँ होइन म अनुरोध पनि गर्न चाहन्छु अब दाइ जस्तो दाइ एउटा स्थानीय भएको हिसाबले हजुर सामाजिक भएको हिसाबले हजुर त्यस्तो व्यक्तिहरूलाई चाहिँ कस्तो खालको कारबाही भइदिए यस्ता खालको घटनाहरू थप घट्दैन थिए जस्तो लाग्छ अब यो त अब कानुनी हिसाबले हामी त के भन्छौँ भन्दा उहाँलाई अब कानुनले जुन अब ज्यान मार्ने उद्योग छ उहाँहरूको हिजोको अवस्था पनि देख्दाखेरि अब सम्झाउँदाखेरि आज ठिक भने फेरि पुनः उहाँले चाहिँ यो के अरे छुटेर आएपछि फेरि अब बालबच्चा फेरि पुनः यस्तो किसिमको नदोहोऱ्याउनु भन्न सकिँदैन तसर्थ म चाहिँ के भन्छु भने अब के छ हुन त हामी त भन्छौँ माग त गर्छौँ अब आजीवन नै उनी होस् कारोबारमै होस् भन्ने तर पनि नियम र कानुन अनुसारले चाहिँ अब नेपालको कानुन अनुसार चाहिँ उहाँलाई चाहिँ भरिसके सम्भव भए चाहिँ आजीवन नै कारावास होस् नै भन्ने चाहन्छु किन पुनः आएर अब हिजो त त्यस्तो गरेर मात्र होइन फेरि हामी छुट दिन्छौँ पुनः आएर अब उसको त अब व्यवहार त्यस्तै हो त्यसै कारणले पुनः अब फेरि आएर चाहिँ बालबच्चालाई अलि फेरि त्यस्तो घटना नघटाउन भन्न सकिँदैन तसर्थ म चाहिँ के भन्न चाहन्छु भने भरिसक्यो उहाँले चाहिँ के अरे आजीवनै कारावास रहोस् नै भन्न चाहन्छु म जस्तो विगतका दिनमा पनि छोराछोरीहरूलाई चाहिँ त्यसरी कुट्ने पिट्ने बोकेर फ्यालिदिने खालका क्रियाकलाप पनि गर्नुहुन्थ्यो भन्ने कुरा सुनियो के सत्य हो त्यो सत्य हो एकदमै कुट्ने पिट्ने अब के अरे त्योभन्दा अगाडि आएर यहाँ चिचाउने गर्दाखेरि हामीले आएर सम्झाउँदा कतिचोटि गर्दाखेरि इभन कि कति खेलाउँदाखेरि अब एकचोटि झगडै पर्दाखेरि मेरै घरतिर पुगेको थियो अनि मैले अनि अलिकति के अरे सम्झाएर पठाएको त्यसो होइन मेरो घर के अरे ठिकै छ त्यस्तो श्रीमान श्रीमतीको झगडा त्यति भयो भने अबदेखि यस्तो नगर भने दाजु मेरो हातैसम्म खुट्टै समायो दाजु म अब आइन्दा गर्दिनँ भनेर अनिपछि ल ठिकै छ भनेर अब यसरी बारम्बार अब इभन कि अघि मैले भनिसकेपछि वाडा अब 4 नम्बर वार्डको वाडा अध्यक्ष जनप्रतिनिधिहरू सबै आएर हामी घरैमा आएर उहाँलाई सम्झाएर उ गरेपछि म आइन्दादेखि गरेर एउटा लगभग लिखित त छैन मौखिक रूपमा उहाँले अब त्यसो भइसकेपछि किनभने एकखेप सुध्रिने मौका दिउँ भनेर सबैले चाहिँ समाजहरूले चाहिँ उहाँले सुध्रिने मौका दिएको तर यो नसुध्रिने मान्छे रहेछ अब फेरि पुनः यस्तो किसिमको यसले दुर्घटना यस्तो नल्याउन भन्न सकिँदैन तसर्थ म चाहिँ के भन्न चाहन्छु भने के अरे आजीवन नै कारावास रहोस् नै भन्ने मेरो चाहिँ धारणा छ त्यसै त हामी दाइसँग जोड्न चाहन्छौँ दाइ एकदम भावुक भइरहनु भएको छ दाइ नमस्कार नमस्कार परिचय भनिदिनु न मेरो नाम चाहिँ विष्णु मोते हो म चाहिँ भान्जा परेँ उहाँको ए उहाँ दिदीको भान्जा होइन जो हत्या गर्नु भान्जा परेँ म कस्तो अवस्थामा तपाईँले दिदीलाई भेट्नु माइतीलाई भेट्नुभयो कतिखेर थाहा पाउनुभयो भन्नु पर्दाखेरि मैले पनि करिबन सुरुमै चाहिँ म आउनु भ्याइनँ लगभग 7:30 बजेतिर त्यस्तै आएको थिएँ नानी गएको थियो घटना भइसकेपछि तपाईँलाई बोलाएको हो हजुर हजुर ए भनेपछि 7:30 बजेतिर घटना घटिसक्यो धेरै सकबर भएको रहेछ नानीले चाहिँ मलाई उहाँ पर्सन बोलाउन गयो आउँदाखेरि त्यस्तै भइराखेको रहेछ र अनि त्यो त माइजू कस्तो अवस्थामा हुनुहुन्थ्यो तपाईँले देख्नु माइजूलाई अब भनेको त्यही हो प्रहार गरेर उसले चाहिँ हिँड्दै रहेछ उहाँ पर्तिरसम्म म चाहिँ पकाएर ल्याएँ त्यतिखेर अनि त्यस पछाडि भनेको त भनेपछि माइजूलाई प्रहार गरेर भागिसकेको हिँडिसकेको रहेछ नि परसम्म अनि मैले त्यस पछाडि चाहिँ मैले पकाएर ल्याएँ अनि पछाडि सबैजना गाउँ समाजहरू पनि आउनुभयो त्यतिकै बिचमा होइन अनि त्यतिकै त्यसै कारणले अनि त्यस पछाडि एम्बुलेन्सहरू बोलाइयो अनि त्यसै पुलिस प्रशासन बोलाएर जिम्मा लगाउनुपर्छ त्यही त माइजूलाई कस्तो कस्तो ठाउँमा प्रहार गरिएको रहेछ कुन कुन अवस्थामा प्रहार गरिएको रहेछ के देख्नुभयो तपाईँले अब मैले त त्यति खासै त्यतिखेर चाहिँ निहालेर चाहिँ हेर्न पाइनँ होइन अब उसलाई पनि मैले पक्रिराखेको थिएँ होइन ढाक्छ कि भन्ने डराउनु पनि पर्यो होइन अब त्यो किसिमले भन्नुपर्दाखेरि त्यो के भन्छ छाडा त्यो उयो गाईबस्तु जस्तो नि
त्यो कहीँ गएर कसैलाई बा फेरि हानि पो हाल्ने हो कि भनेर उसलाई भाग्न त दिनु भएन। त्यही भएर मैले चाहिँ पक्रिरहेको थिएँ। तर सुरुमा आउँदाखेरि चाहिँ देख्दाखेरि चाहिँ होइन यस्तो दाहिनेपट्टि साइडमा चाकु चाहिँ निकै लामै रहेछ होइन, ब्लड आइरहेको थियो होइन, छामिराख्नु भएको थियो। एक ठाउँ मात्र थियो? हजुर एक ठाउँमा थियो। जस्तो तपाईँ हिजो तपाईँले तपाईँको मामालाई होइन पक्रिराख्दाखेरि उहाँले मापसै गर्नुभएको थियो कि थिएन? मापासे चाहिँ तपाईँको यो कन्टिन्यू नै हो होइन, कन्टिन्यू यो दिनैको मापासे नै हो त्यो गर्दाखेरि। जस्तो अब तपाईँको त आफ्नै मामा हत्या गर्ने प्रयास गरिहाल्नुभयो माइजूलाई होइन, तपाईँ के भन्न चाहनुहुन्छ? उहाँलाई कस्तो सजाय होस् उहाँलाई भन्न चाहनुहुन्छ? सजाय त उहाँले भने जस्तै त्यस्तै हो, आजीवन कारावासै भयो त झन् राम्रो क्या। जस्तो हत्या हुँदा मात्र आजीवन कारावासको सजाय सुनाइन्छ होइन, यो त हत्याको प्रयास मात्र हो। अब कानुनले त्यसलाई सायद दिँदैन होला। हजुर त्यसको लागि चाहिँ अब सबैले सरसहयोग होइन, तपाईँहरूले पनि मिडिया मार्फत पनि तपाईँहरूले पुऱ्याइदिनु पर्यो होइन। पछि गएर फेरि अब तपाईँको 2-4 महिना पछाडि आएपछि त म मेन दुश्मन त खासमा चाहिँ म हुन्छु होला क्या प्रायः जसो। मामाको दुश्मन म हुन्छु होला, किनभने मैले अरू बेला पनि एउटा शास्त्र अनुसार मामा भान्जा चाहिँ दुश्मन जस्तो भन्छ कृष्ण र कंसको उदाहरण छ। गर्दा पनि मामाले चाहिँ आँखा लाउने यता त्यता त्यस्तो भइरहन्छ क्या। यहाँनिर अब के कथनका झगडा परो ओरो भने पनि छुट्याउन आयो भनेदेखि भान्जाहरूलाई चाहिँ शङ्का गर्ने। त्यही त जस्तै अब होइन छोरीहरू धेरैजना हुँदो रहेछ। अघि हामीले घरमा पनि हेरौँ होइन, घरमा कोही नभएको अवस्था छ होइन। अब उहाँ बहिनीहरूलाई फेरि बहिनीहरू सानो सानो रहेछन्, घरको स्थिति चाहिँ नाजुकै छ होइन। बिहान गरेर लेबर काम गर्ने मान्छे हो, बिहानभरि जानुहुन्थ्यो, दिउँसो खाना खान आउने हो होइन। दिउँसोभर भनौँ मानिलौँ तपाईँको हप्ताभरि काम गरेर चामलहरू किनेर परिवार पालिराख्नु भएको थियो। अब मामा चाहिँ भन्दाखेरि तपाईँको त्यही हो नि, बिहानै उठ्यो मापासे गऱ्यो होइन, दिनभरि कुद्यो डुलो घुम्यो, राति आयो प्रायः जस्तो। अब जहिले पनि घरमा चाहिँ आउने दबाब दिने होइन, खुकुरीहरू लिने प्रायः जस्तो। यस्तो यो तपाईँको धेरै वर्ष नै भइसक्यो क्या यो भएको। मैले अत्याचारै भइसकेको अत्याचारै मैले छुटाउन कोसिस गरेका हामीले लगभग अब मिलेर बस्नुहुन्छ कि भनेर छुटाइमा छुटाउन पनि अब धरै अहिले अब के खाम भरे खाली छोराछोरीलाई बिहान के खाम बेलुका के खाम भएको छ। अब आज मम्मी उता बाउ उता भोकमै लडिरहेका छन्, छोराछोरीहरू साना बच्चाहरू छन् 5 वटा 6 वटा, यिनीहरूलाई पकाएर दिनुपर्ने। जस्तो अहिले उहाँको उपचारको लागि चाहिँ के हुँदैछ गाउँलेको तर्फबाट प्लस अब वडाहरूको तर्फबाट के हुँदैछ? अहिले हामीहरूले त्यस्तो वडाहरूको सम्म चाहिँ हामी पुग्न भ्याइसकेको छैनौँ होइन। यो वडासम्म पनि अब यहाँ के अरे वडा सदस्यले कुरा गर्नुभएको होला, कुरा गरिराख्नु भएको छ। उहाँको लागि चाहिँ अब मिलाउँदै गर्नु, यहाँ सक्नेसम्म हामी कोसिस गर्छौँ, सहयोग गर्छौँ भनिरहनु। उहाँ जति पनि अहिले के अरे बाँकी जस्तै अब उयो गरिरहेको छ, बिल गरिरहेको छ। अब ल्याउने बेला जस्तो कुनै ठुलो सर्जरीहरू परेको छ कि छैन? अब आजदेखि चन्दा निकाल्नको लागि सहयोगको लागि गाउँ गाउँ सबै दाजुभाइहरू हिँडिराख्नु भएको छ। त्यही त अहिले कस्तो छ उहाँको अवस्था? त्यस्तो आन्द्रै निक्लिने गरी होइन, म चाहिँ त्यतिखेर होइन गएको छुइनँ। अवस्था चाहिँ अहिले कस्तो छ भनेदेखि ठिकै छ, अपरेसनबाट निकाल्यौँ होइन। अपरेसनबाट निकालेर अहिले बोल्ने होस् घुरिसकेको छ। त्यही त यता आमा एकदम भावुक हुनुहुन्छ, भर्खर रोइरहनु भएको छ। आमा चाहिँ को पर्नु भयो? दिदी तपाईँको दिदी छुरा प्रहार गर्नेको चाहिँ दिदी आफ्नै दिदी हत्या गर्न खोज्ने आफ्नै भाइ परे है। आफ्नै भाइले आफ्नै बुहारीलाई कस्तो हत्या गर्नु खोज्दा कस्तो तपाईँलाई केही न केही त भइरहेको होला नि त। भाइ कस्तो किसिमको हुनुहुन्थ्यो? अब म त के भन्छु र, भरिसक भाइ बुहारी पहिले नै मिलेर बसिदिएर गरेर खाइदिएको भए हुन्थ्यो। अब अहिले त के भन्नु र, अब भाइ बुहारीको त्यो पनि अर्काकी छोरी हो, त्यसको पनि ज्यान हो, हाम्रो जस्तै हो। त्यसले नि गरी खानुपर्छ। यत्रो बालबच्चा पालेर बसेकी थिए, यत्रो घर बनाइ उसैले
उहाँले बनाउनु भएको उसैले बनाएको यो यो घर हावाले उडाउने बित्तिकै उहाँ चाहिँ छोडेर हिँड्नु भएको थियो के अनि जस्तो अब तपाईँ यत्रो बुहारीले दुःख गर्नुभयो होइन तपाईँको भाइ त भाइ भनेको त जहिले तहिले खाएर हिँड्ने हो बचाएर बनाएको अनि खाएर हिँड्ने भाइमाथि अब माया दया त अब लाग्छ नि भाइ बिनाको दया माया कसलाई लाग्दैन तर अब नरपिसासले यस्तो गर्ने तर अब बिहोरा नभएपछि बिहोराको कुरा गर्नुपर्ने मान्छेको कुरा गरिँदैन बिहोराको कुरा गर्नुपर्ने अब म त भाइको भन्दा बुहारी यी भदैनीहरूकै अब छ नि जस्तो अब तपाईँको भाइले त हत्याको प्रयास गरिहालेछन् होइन अब अपराधी जस्तै भए उहाँलाई कस्तो खालको सजाय होस् भन्नुहुन्छ तपाईँ चाहिँ आफ्नै भाइलाई अब खोइ सजाय त कस्तो पो भन्न सकिन्छ र अब उसको दाजुभाइ पनि आउँदैछन् मैले भनेर आउँदैन कानुनमा के अनुसारले कसरी चल्छ होइन त्यही अब अनुसारले मैले भनेर फेरि यस्तो चाहिँ आएर यस्तो नदोरियोस् फेरि अब यस्तो नेपालको घटना कानुन केसम्म छ कतिसम्म कडा गर्न सकिन्छ त्यो चाहिँ हामीलाई चाहियो के नदोरियोस् भन्दा पनि फेरि आएर पनि अब चाँडै भयो भने चाहिँ यो दोहोरिन्छ नै होइन यो भनेको चाहिँ होइन आउनु भन्दा बरु भनेपछि उहाँ चाँडै छुट्नु भने तपाईँहरू पनि त्रसित हुनुहुन्छ तरसित अब त्यो त म्याक्सिमम हुनै पर्यो क्या त्यो त मेन टार्गेट चाहिँ मै पर्छु होला त्यसमा तपाईँको त आफ्नै मामा होइन आफ्नै मामा हो होइन मैले चाहिँ प्रयास हो पहिला पनि आउने होइन पहिला पनि धेरैचोटि नै अब बच्चाहरू खेदाउने राति रातिसम्म होइन मेरै घरतिर आउनुहुन्थ्यो उतै सुत्नुहुन्थ्यो धेरैचोटि पनि सम्झाइसकेको हो हामीहरूले होइन पहिला नि यस्तो घटना खुकुरीहरू ल्याउने खेदाउने काट्नको लागि त्यस्तो गरिराख्दा मैले धेरैचोटि पनि आएँ पहिला चाहिँ पछि चाहिँ दुई वर्ष अवधि चाहिँ म यो लकडाउनभित्र चाहिँ अब पनि आइन त्यस्तो झैझगडा हुन्छ अरे भन्दा पनि अब त्यस्तै हो त्यो पहिल्यैदेखिको होइन सम्झाएर नसम्झिने खालको कुकुरलाई कति सम्झाउनु भनेर मैले चाहिँ अब त्यो आउनु छोडेँ अरे यसपालि चाहिँ अब त्यसरी त्यो छुरी नै प्रहार गरिसकेपछि बाध्यता भयो म पनि आउनको लागि त्यही भएर म त्यो नत्र भने यस्तो पहिल्यैदेखि उसको त लबधर्ने भनौँ न त्यो मान्छेले त्यो गरिराख्ने त्यो उयो जस्तो काम जस्तो नि उसको त बेलुका दिनभरि खायो बेलुका आयो पेसा जस्तो क्या त्यो बच्चा बच्चीलाई कराउने खाना अब त खानाहरू बनाइदिइराखेको नि फ्यालिदिने खानु नदिने जहिले तहिले त्यसै गर्ने के हुन्थ्यो तपाईँहरूलाई केही थाहा छ अलिकति जहिले कुट्नुको अस्ति तपाईँको अब त्यस्तो आँखा लाउने त्यस्तै सकभर त्यस्तै भनौँ न पहिला त्यस्तो थिएन अनि अब बाहिर फेर काम गरेर ल्याएको पनि आफूले खाना नपाउने पकाएको कुराहरू पनि फालिदिने खाना नदिने अब दिनभरि बिहानभरि काम गरेर आउनुहुन्छ 12 बजे खाना आउँदाखेरि त्यो यो घटना घट्नुभन्दा अघिल्लो दिन पनि म यहीँनिर बसिराख्दाखेरि के अरे उहाँले आउनुभयो मामा अघि माइजू पछि आउनुभयो मामा फेरि उहाँले भन्नुभयो माइजू चाहिँ आएर खाना पस्केर खाना खोज्दै हुनुहुन्थ्यो खाना खोज्दा पनि 2 झापड हिर्काइहाल्नुभयो अनि माइजूले के भन्नुभयो भने मैले मरि मै दुःख गरेर मैले छोराछोरी पनि पालेको छु तँलाई पनि पालिराखेको छु अहिलेसम्म मलाई पकाएको भातधरि खाना दिँदैनस् दुःख गरेको कुरा पनि मलाई खाना दिँदैनस् भन्नुभयो क्या त्यति भन्दै हात धोएर जानुभयो त्यस्तो अवस्था छ उहाँको चाहिँ जस्तो उहाँ चाहिँ भोकै पनि बोकै नै हिँड्नुहुन्छ अब भावुक त भइहालिन्छ नि उहाँ हेरो धरधरी हुन्छ जस्तो दुःखद घटना भएछ होइन हामी पनि एकदम भोलिको दिनमा उसले अब गरी खान नसक्ने भयो उसको बिहान भोलिको दिनमा उसले के गरी खानु के गरी छोराछोरी पाल्नु भयो अब उहाँको अहिले तपाईँलाई के भन्नुहुन्छ के भन्नु त केही भनेको छैन मलाई हिजो त बोल्नै सक्नु भएको थिएन होइन बोल्न त बोल्दैछ आज पनि अस्ति अघि त अब अपरेसन गरेको बेला चाहिँ बिहोस भइ बोलिन के भन्नुहुन्छ उहाँले केही भन्दिनँ एकदम रुन्छे मात्रै त्यही हो अब बालबच्चाको टेन्सन भयो होइन त्यस्तो गरी खाने मान्छे अब पछि गएर फेरि म काम गर्न सक्दिनँ बुढोको अवस्था त्यस्तै हो होइन त्यो भएकोले गर्दा मेरो बच्चा बच्चीले चाहिँ कसरी भोलिको दिनमा चाहिँ म कसरी पढाउँ कसरी बढाउँ भन्ने खालको त्योतिर लाग्नु होला त्यही भएर अहिलेसम्म हुनुहुन्न थियो यही अवस्थामा मात्रै हो बेडमा हुनुभएको अनि उसको सोचाइ के उसको सोचाइ चाहिँ अहिले के भएको छ भनेदेखि अब यत्रो दिनमा पढेँ म कसरी तिर्नु अब बच्चाहरू कसरी अब पढाउने लेखाउने भन्ने सोचाइ छ अब अहिले पनि म हिँड्छु है भनेर भनेको समातेर रुँदा गरी
अनि कराउँदा गरेँ नरो हामी तँलाई 10 रुपियाँ पनि बचाउँछौँ यत्रो तेरा इष्टमित्र छौँ किन रुन्छेस् भनेर करै राखेर राख्दै अहिले पनि अहिले पनि अब मामाले त राख्नु भएकै ठाउँै काहीँ नै छैन माइजूकै पहलले नै गर्दाखेरि अहिले पनि सरसहयोग गरिराख्नु भएको छ दाजुभाइ दिदीबहिनी जति पनि हुनुहुन्छ गाउँमा सरसहयोग गरिराख्नु भएको छ मामाले चाहिँ एउटा कसैलाई पनि केही पनि अब गाउँले पनि त उसले अब त्यस्तो खाइसकेपछि बेलुकाखेरि भयो तथानाम अपशब्दहरू बोल्दै हिँड्ने गरेपछि कसले चाहिँ अब उहाँलाई के अरे गर्ने किनभने सबैभन्दा ठुलो कुरो मान्छेको व्यवहार आचरण बोलीचाली हरेक भएन सबैले माया गर्ने हो अब उहाँको चाहिँ कस्तो भन्दाखेरि अलिकति अब हुन त अब सायद अब कहाँ खाएर आउँछ अब खाद्य पक्कै अब पसलहरू त धेरै छन् अब कहाँ खाएर आउँछ के गर्छ अनि अब लो गर्दै आएको के अरे बेलुकाखेरि भयो के भयो गाली गरौँ आफै बोले जस्तो गरौँ अपशब्दहरू बोल्दै अब बाटो त्यसो गऱ्यो भने त हामीले पनि असह्य भइसकेको छ अब हाम्रो बाटोमा आउँछ हाम्रो घरमा बेला बखत को आउँछ के हुन्छ अब आफन्तहरू आउँछ अपशब्द अब फेरि एकचोटि होइन 100 चोटि त्यत्रो अब जनप्रतिनिधिहरू हामी सबै समाजले गर्दाखेरि पनि अब हामीले चाहिँ के गर्नु भन्दाखेरि अब उहाँहरूलाई चाहिँ बारम्बार गर्दाखेरि पनि उसलाई चाहिँ सम्झौता पनि नबन्ने अनि त्यसै कारणले यो अब यस्तै हो भनेर अब हामीले पनि अलिकति अप्ठ्यारै भयो फेरि अब बिचमा कस्तो भन्दाखेरि अब केही गरौँ न भन्दाखेरि ऊ एकचोटि 4-6-7 वर्ष अगाडि एक्सिडेन्ट पनि भएको हो अब हामीले नै एक्सिडेन्ट गर्दाखेरि चाहिँ त्यहाँ सबै त्यो गाउँ साथी भएर अब त्यो प्रशासन गरेर लाएर होइन उहाँलाई चाहिँ म त थिइनँ त्यो बेला पछाडि साथीहरूले त्यसो भने अनि तुरुन्तै उहाँ गएर हस्पिटलमा गएर अब अलि राम्रो भन्छ फेरि विराटनगर पठाएर अनि पछिल्लोपल्ट अब गाडीहरूलाई के अरे गरेर प्रशासनमा गएर चाहिँ इलाका प्रशासन कार्यालय त्यो मिला गरेर पछाडि त्यही गाडीले साउले नै बनाइदिएको कारणले गर्दाखेरि चाहिँ गाउँ सिङ्गो समाज नै एउटा त्रासमा चाहिँ गुज्रिरहेको थियो हैन हजुर त्यस एक दिन न एक दिन चाहिँ घटना घटाउँछ यसले भन्ने थियो हजुर एकदम अब दादा उसको सधैँ चलेको हतियार चाहिँ अब हतियारले पनि खेत्यो अब हिजो चाहिँ अब फेरि उहाँ फर्केर आएपछि चाहिँ नगरलाई भन्न चाहिँ सकिँदैन किनभने के अरे कुनै दिदी पनि भन्दैन अब छोराछोरी अब श्रीमतीको त कुनै गरिहालेको छ अब भान्जा दिदी गाउँको छरछमेकी मात्रै होइन सबैलाई त्रासित बनाइरहेको छ अब हाम्रो चाहिँ भनाइ त्यही छ होइन अब कानुनले के छ होइन अब उहाँहरूले के भन्नुहुन्छ उहाँको समाजले के त्यो सबै हुन नहुनको लागि चाहिँ उहाँलाई कानुनले कडाभन्दा कडा सजाय दियोस् भन्न चाहनुहुन्छ सबैजनाले हजुर हाम्रो आग्रह नै त्यही छ एकपल्ट सट्ट घटनास्थलमा जाउँ सर